लु सुन है केटा तिमीले बिचारा तिमीले फर्काउँदै होइन खेल्दैन आएर होइन हामीलाई चाहिँ के भन्छ हाम्रो क्लबको नाम रोशन गरियो होइन हो अन्त आज हामी हारे होइन यो मतलब यो फाइनल चाहिँ लाइफको फुटबलको फाइनल चाहिँ होइन अब यो टिममा भर्खर सुरुवात हो अब भविष्यमा चाहिँ योभन्दा राम्रो टुर्नामेन्टहरू खेल गर्नु पाओस् त्यो हाम्रो शुभेच्छा छ होइन अनि अर्को कुरा चाहिँ के भने यदि जितेको भए होइन जितेको भए चाहिँ अब तिमीहरूलाई सेटिस्फाइड हुने हामी यहाँबाट अब मतलब यो गर्नु सक्थ्यौँ होइन तर पनि हामीले अब हारेर पनि अब हामीले यहाँ छौँ यो चाहिँ यो जुन चाहिँ हामीले जुन चाहिँ यो लिस्ट आउट गरेर यो मैले नामहरू लेखेर यहाँ लिफा तयार गरेको छु यो चाहिँ म अनिकेतसँग पुरा गरेरै गरेँ हो अन्त र हजुर के छ कुरा र अब फर्स्टमा चाहिँ अब हाम्रो भाइ तुषार लु तुषार यता देखा भाइ अनुहार चाहिँ देखा भाइ ल पुष्कर भाइ यता एकदमै ल अब हाम्रो अप्सन टोपी खोला न भाइ लु यता हेर यता 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 हेर यता मपट्टि हेर दिवेन्दु सेवाङ तिमी भित्र पस त अलिक रुपेनको साइडमा पस त अब खासमा त अघि तुषार भर्खरै पठाइहालेँ होइन अब खासमा त तुषार र प्रतीक्षहरूलाई नदेखाउनु हुन्थ्यो होइन तर पनि अब केही छैन प्रतीक्ष यो पनि पढ्न बस्छ है हेलो भाइ यता हेर यता यता राम्ररी अनुहार देखाऊ लु 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 एलिस दाको बाहुलीबाट प्रिन्स भाइलाई र प्रिन्स भाइ यता हेर यता 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 हेर यता यता नलजाऊ यता हेर गुड राम्रो बुट किन्ने पनि पुग्दैन पैसा सिधै कुरा होइन यो अनिकेतले लिस्ट गरेको है तिमीलाई न्याङ जे गर्नु छ अनिकेतसँग गर्नु अहिले तिमीले भन्छ होइन मेरोमा लिस्ट पनि छ मलाई अनिकेतले पठाएको हो केही छैन तर जितेको भए चाहिँ अब योभन्दा चाहिँ अलिकति ह्यान्डसम अमाउन्ट चाहिँ सबैले पाउँथ्यो हो त्यो चाहिँ याद गर्नु अर्को कुरा चाहिँ हाम्रो गाउँको फेरि यहाँ हाम्रो फुच्चीहरू छ तिनीहरू उठ्दै गरेको आज यिनीहरू खेल्नु पाएन तिनीहरूलाई चाहिँ अब खदा यता हेर भाइ ए यता यता दामी लु यता हेर यता 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 राजा 26 जनवरी है गणतन्त्र दिवसमा हाम्रो सासाना भाइहरूले है
यस प्रकार नेवर बालसनमा लाटे भगुन्डो प्रतियोगितामा सहभागी बनी र आज फाइनल मा सम्म पुग्न सफल भएको थियो र यस प्रकार उहाँहरूले एकदमै राम्रो प्रकारले है आफ्नो गेम भनौँ है खेल प्रदर्शन गरेर हामीहरूलाई एकदमै खुसी तुल्याउन पुगेको छ। त्यसर्थ असफलता बने पनि उहाँहरूको मुहारमा हाँसी है सदैव रहिरहोस् र यो सानो टुर्नामेन्ट भन्दा पनि उहाँहरूले आफ्नो जीवनमा है धेरैवटा ठुल्ठुलो प्रतियोगिताहरूमा भाग लिएर एकदमै सफल बन्न पुगोस् भन्ने मेरो आन्तरिक हृदयबाट भाइहरूलाई एकदमै श्रद्धा सुमन पनि छ है, आशीर्वाद पनि छ र सदैव म मेरो आन्तरिक हृदयमा र अनि नाली चौर होइन हिमालयन भेटरन प्रति आभारी पनि छु भन्न चाहे र उहाँहरूले एकदमै सफल भएर हामीहरूलाई यो दिन जस्तो बिते तापनि आउँदो दिनहरूमा उज्जवल अनि फुलेर फलेर फक्रेर पछि गएर चाहिँ हामी यस्तै प्रकारले एक समूह भएर कुनै पनि प्रतियोगितामा सहभागी बनेर सफल बन्न पाऊँ भन्ने ईश्वरप्रति प्रार्थना चढाउँदै यो सानो मेरो भिडियोलाई यहीँ अन्त गर्न चाहे साथीभाइहरू। यस प्रकारको मेरो मुहारहरू चाहिँ यस प्रकारको छ है आजको दिनमा चाहिँ।